एकछिन यो भिडियो स्कोर नगरिकन प्लिज हेरिदिनु होला एकचोटि। म गुल्मीको भए पनि मैले पुरै देश कसरी बनाउने भनेर सोच्नुपर्छ। झापाले पनि डडेलधुरा सोच्नुपर्छ, डडेलधुराले झापा सोच्नुपर्छ। अब न्यारो सेट बनाएर आफ्नै गाउँको वडा मात्रै सोचेर हुँदैन, अब देशै सोच्नुपर्छ। त्यही भएर हामी सबै नेपाली एक हो। पृथ्वीनारायण शाहको जुन सिद्धान्त छ त्यो सिद्धान्त योपालि चुनावमा हामीले लागू गर्नुपर्ने छ। त्यही भएर हामी सबै नेपाली, चाहे पूर्व, चाहे पश्चिम, चाहे उत्तर, चाहे दक्षिण, हामी सबै एउटै नेपाली हो। हामी सबै नेपालीहरू मिलेर जहाँ जहाँ घाउ छ देशभरि त्यो घाउको लागि समाधान गर्नको लागि हामी सबै लाग्नुपर्छ। त्यही भएरै यो अहिलेसम्म चलिरहेको दशकौँदेखि चलिरहेको के हो भन्दै गर्दाखेरि म गुल्मीबाट उठे गुल्मी मात्रै सोच्ने, देउवा डडेलधुराबाट उठ्नुभयो डडेलधुरा मात्रै सोच्ने, केपी ओलीले झापाबाट उठ्यो झापा मात्रै सोच्ने। अनि देश चाहिँ कसले बनाउने त नि? देश बनाउनु परेन, कसैले देशको बारेमा सोच्नु परेन हो। त्यही भएर यसपालि यो नेरेसन चाहिँ हामीले ब्रेक गर्नको लागि नै बालेनजी झापामा जाँदै हुनुहुन्छ, म डडेलधुरामा जाँदैछु र मुस्ताङदेखि मनाङदेखि तल जनकपुर धामसम्म हामी सबै एक नेपाली हो। मेरो र तेरो नभनौँ, हामी नेपाली भनौँ, हाम्रो देश नेपाल भनौँ, हाम्रा समस्याहरू एउटै हुन्। डडेलधुरा झापा नबन्दै गर्दाखेरि डडेलधुराका मान्छे नि त विदेश जाने हो नि त, इन्डिया जाने हो नि त। डडेलधुरा नबन्दै गर्दा झापाका मान्छे नि इन्डिया जाने हो, मुस्ताङका मान्छे इन्डिया जाने हो, विदेशतिर जाने हो। यो देशै नबन्दै गर्दा हामी सबै झोला बोकेर जाने हो त। देश बन्यो भने हामी सबै फर्किने बाधा हुन्छ। हामी सधैँभरि गरिब छौँ हो, देश अलिकति कायापलट गर्नुपर्ने छ, तर मानसिकता पनि गरिबै त बनाउनु पर्दैन नि त। मानसिकता त अलिक ठुलो बनाउन सकिन्छ नि त। त्यही भएर मेरो अनुरोध के हो भन्दै गर्दाखेरि सम्पूर्ण नेपालीहरूलाई यसपालि ऐतिहासिक रूपमा पहिलो पटक जनआन्दोलन भएको छ, जुन जनआन्दोलनले नेपालभित्र मात्रै होइन विदेशमा पनि असर गरेको छ। माडागास्कर लगायतका कुराहरूमा नेपालमा आन्दोलन सुरु भएर विदेशभरि फैलिएको कुन हो त? नेपालभरिको ऐतिहासिक रूपमा यो पहिलो जनआन्दोलन हो। त्यही भएर यो जनआन्दोलन ऐतिहासिक रूपमा विश्वभरि तरङ्ग ल्याउँदैछ। अहिले पनि बालेन शाह प्रधानमन्त्री हुँदै गर्दाखेरि गएको पालि डडेलधुरामा मैले जुन हिसाबले एउटा बिउ रोपेँ त्यो बिउ त अहिले झापामा पनि देखिँदैछ नि त, बालेन शाहले गर्दै हुनुहुन्छ नि त। गएको पालि मैले भनेको के भन्दा गर्दा कोही पनि भएन, युवाहरू कोही पनि भएन, ल मै हुन्छु, कोही पनि भएन मै हुन्छु भनेर डडेलधुरा गएको हो नि त। अब अहिले बालेन शाह जाँदै हुनुहुन्छ, उस्तै पर्यो भने बालेन शाह अहिले प्रधानमन्त्री हुनुभयो भने विश्वभरिकै एउटा रेकर्ड पनि हुन्छ। हामीले त विश्व रेकर्ड बनाउँदैछौँ। अहिले भइरहेका प्रधानमन्त्रीहरू विश्वभरि जति पनि छन् तीमध्ये सबैभन्दा कान्छो प्रधानमन्त्री बालेन शाह हुँदै हुनुहुन्छ। त्यसको बिउ त डडेलधुराबाट रोपेको हो नि त। डडेलधुराका जनताले 13,14,14 मत दिँदै गर्दाखेरि देशैभरि तरङ्ग गएको होइन र हो नि त। त्यही भएर यसमा चाहिँ हामी सबै लाग्नुपर्छ। हामी सबै नमिलेसम्म देश बन्दैन। त्यही भएर यो चुनाव मात्रै होइन, अबका 4-5 वटा चुनाव सोचेर तपाईँले भोट हाल्ने हो है। अब जसरी भारतमा पनि तपाईँले हेर्नुभयो भने मोदी आएर केही न केही हिसाबमा अगाडि त बढिरहेको छ नि त। चीन केही न केही रूपमा अगाडि बढिरहेको छ, बङ्गलादेश अगाडि बढिरहेको छ। अब नेपाल कहिले अगाडि बढ्ने? अब आजदेखि सुरु हुन्छ नेपाली अगाडि बढ्नको लागि। त्यसको लागि तपाईँ तयार हुनुहुन मेरो अनुरोध छ।